हरेक बिहान जब आँखा खुल्छ जीवनले फेरि एउटा मौका दिएको हुन्छ। तर धेरै मानिस यो मौकालाई डर, चिन्ता र अन्योलमा गुमाइरहेका हुन्छन्। यस्तो बेला श्रीकृष्णका वचनहरू हामीलाई सही दिशा देखाउने दीपक जस्तै हुन्। श्रीकृष्ण भन्छन्, कर्म गर तर फलको बन्धनमा नअड्क। मानिस आजको कर्मभन्दा भोलिको परिणामले डराउँछ, तर जब तिमी इमानदारीका साथ आफ्नो कर्तव्य पूरा गर्छौ, फल स्वतः तिमीलाई खोज्दै आउँछ। जीवनमा आत्मविश्वास भन्दा ठूलो शक्ति केही छैन। श्रीकृष्ण सम्झाउनुहुन्छ, आफैमा विश्वास गर। जो आफैलाई कमजोर ठान्छ, संसारले उसलाई अझ कमजोर बनाइदिन्छ। तर जसले आफ्नो सामर्थ्य चिन्छ, उसलाई रोक्ने शक्ति कसैसँग हुँदैन। डर मानिसको सबैभन्दा ठूलो शत्रु हो। डरले मानिसलाई अघि बढ्न दिँदैन। श्रीकृष्ण भन्छन्, जहाँ विश्वास हुन्छ त्यहाँ डर टिक्दैन। आज डरलाई होइन, आफ्नो साहसलाई रोजा, किनकि साहसले मात्रै भाग्यको ढोका खोल्छ। समय बगिरहेको नदी हो। श्रीकृष्ण सम्झाउनुहुन्छ, समय कसैको लागि पर्खिँदैन। आज गुमाएको क्षण फेरि कहिल्यै फर्केर आउँदैन। आज गरेको सानो प्रयास भोलिको ठूलो उपलब्धिको आधार हो। मन शान्त छैन भने संसार जितेर पनि केही हात लाग्दैन। श्रीकृष्ण भन्छन्, शान्त मन नै साँचो सुख हो। थोरैमा सन्तोष गर्न सिक। जब मन स्थिर हुन्छ, जीवन आफै सन्तुलित बन्छ। असफलता जीवनको अन्त्य होइन। श्रीकृष्ण सिकाउनुहुन्छ, असफलता भनेको फेरि उठ्ने प्रशिक्षण हो। जो लड्छ ऊ बलियो बन्छ। जो हारबाट डराउँछ ऊ कहिल्यै जित्न सक्दैन। सबै सम्बन्ध साँचा हुँदैनन्। श्रीकृष्ण भन्छन्, जहाँ स्वार्थ हुन्छ त्यहाँ प्रेम हुँदैन। जो तिमी कमजोर हुँदा पनि तिम्रो साथ छोड्दैन, त्यही नै जीवनको धन हो। अहंकारले मानिसलाई भित्रबाट खाली बनाउँछ। श्रीकृष्ण सम्झाउनुहुन्छ, जति माथि पुग्छौ उति नम्र बन। झुकेको रुखमै मिठो फल लाग्छ। धेरै मानिस भन्छन्, भोलि गर्छु, तर श्रीकृष्ण भन्छन्, आज नगरेको कर्म भोलि भारी बन्छ। आजै सुरु गर। सानो कदम भए पनि चाल। अन्ततः श्रीकृष्णले भन्नुहुन्छ, आफ्नो आत्मालाई नछोड। जब तिमी सही बाटोमा हिँड्छौ, भगवान सधैँ तिम्रो साथमा हुन्छन्। ढिलो भएको हुन सक्छ, तर गलत भएको छैन। जय श्रीकृष्ण। यी वचनहरू हरेक दिन शान्त मनले सुन्नुहोस्। जीवनको दिशा बिस्तारै बदलिन थाल्छ।